हिन्दू धर्मका अनुयायीहरू, हिन्दू कुलमा जन्मिनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई 3 पटक आफ्नो आफ्नो ठाउँमा ढाड सिधा गरेर ध्यान मुद्रामा बसेर 4 जना योद्धाहरू, 4 जना हिन्दू राष्ट्रका लागि आफ्नो प्राणको आहुति गर्न सक्ने महान वीर महान नायकहरूको लागि उहाँको स्वास्थ्यको कामनाको लागि ओमकारको उच्चारण गर्नुहुनेछ। ओमकारको उच्चारण गर्दा तपाईहरुले ओमको उच्चारण सँगै तपाईको हृदयबाट ओमकार बाहिर निस्किएको र त्यो ओमले 4 जना योद्धाहरूलाई संरक्षण गरेको कल्पना पनि गर्नुहुनेछ। सबैजनालाई यो अनुरोध गर्न चाहन्छु, सिधा बस्नुस्, आँखा चिम्लिनुस्, ओमकार तपाईहरुले ओम भन्नुहुनेछ र ओमकार सँगसँगै तपाईको हृदयबाट ओमकार निस्किनेछ र त्यो ओमकारले 4 जना योद्धाहरूलाई स्वास्थ्यको 4 जना योद्धाको स्वास्थ्यको र जीवन लाभको लागि कामना पनि गर्नुहुनेछ। सुरु गरौँ। यो ओमकारले हाम्रा 4 जना योद्धाहरूको स्वास्थ्यको रक्षा मात्रै गर्ने छैन, बल्कि यो देशलाई हिन्दू राष्ट्रको रूपमा रूपान्तरित पनि गर्नेछ। यो विश्वास तपाईँ हामी सबैले लिनु जरुरी छ। हामी हिन्दू राष्ट्र रक्षा अभियानमा लागेका अभियन्ताहरूले ठाउँ ठाउँमा हामी शेर हौं, शेर उठिसकेपछि यसले छोड्दैन भनेर भाषण त गर्छौं। म अलिकति तीतो यथार्थ प्रकट गर्न चाहन्छु। हे नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, हामी शेर हैनौं, शेरको बदलामा मुसा जस्तो लाग्छ मलाई त। किनकि 8 दिन भइसक्यो, 8 दिन भइसक्यो कि 4 जना युवाले यो देशलाई हिन्दू राष्ट्रको रक्षाको लागि आफ्नो प्राणको आहुति गरिरहँदाखेरि मात्र हामी यति नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू यो मञ्च अगाडि उपस्थित छौं। हामी शेर हौं कि मुसा हौं, यो यथार्थ कुरा हो, यसैबाट प्रमाणित हुनुहुन्छ। त्यसैले हे उपस्थित हुनुभएका साँच्चीकै तपाईहरु शेर हुनुहुन्छ। तपाईहरु शेर हुनुहुन्छ भने सम्पूर्ण नेपाली हिन्दू धर्मको कुलमा जन्मिनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई जोगाउने तपाईँ हामी सबैको अभिभारा हो, कर्तव्य हो। किनकि देश अत्यन्तै संकटमा छ। यो कुरा तपाईँ हामी सबैले बुझिसकेका छौं। हेर्नुस्, सबै नेपालीहरूले बुझेका छन्। आजको दिनमा नेपालीहरू अशिक्षित छैनन्, 90% भन्दा बढी शिक्षित भइसकेका छन्, साक्षर भइसकेका छन्। यो देशका नागरिकहरू हामी सबैले बुझेका छौं कि युरोपियन युनियनले उत्तरतिरबाट आफ्नो आर्थिक वृद्धि गरिरहेको विश्वलाई साम्राज्य विश्वमा आफ्नो आर्थिक वृद्धि दरसँगै साम्राज्य कायम गर्न सक्ने सम्भावना रहेको चीन र निकट भविष्यमा विश्वको आर्थिक अवस्थालाई ह्यान्डल गर्न सक्ने भारतको यो उदयमान शक्तिहरूको बीचमा यो सामरिक क्षेत्रको रूपमा नेपाललाई प्रयोग गर्न सक्ने अभिष्टाका साथ, कुचेष्टाका साथ युरोपियन युनियनहरूले आजभन्दा 30औं वर्ष अगाडि यो देशमा झगडाको बीजारोपण गरेको थियो। नेपालीहरू साँच्चै नै बुद्धिमान थिए। त्यसैले 10 वर्ष जनयुद्धमा पनि नेपालीहरूलाई एक आपसमा काटमारको अवस्थामा नेपाली बीचमा काटमारको अवस्था सृजना गर्न नसके पश्चात धर्मको अत्यन्तै यिनीहरूले कुचेष्टा गरेको छ। धर्मयुद्ध गराउने, धर्मयुद्ध गराएर नेपालीहरू एक आपसमा लडिसकेपछि यो देश युद्धमा अत्यन्तै नराम्रोसँग जर्जर तरिकाले फस्नेछ र त्यही बेलामा आफ्नो साम्राज्य स्थापित गर्ने र यो सामरिक क्षेत्रलाई आफ्नो बाहुमा लिने, आफ्नो कब्जामा लिने योजनाका साथ युरोपियन युनियनले हाम्रा केही सीमित नेताहरू, तपाईहरुलाई थाहा छ, नाम लिइरहनु जरुरी छैन, सीमित नेताहरू मात्रै हैन, सीमित बुद्धिजीवी पनि, अनि बुद्धिजीवी मात्रै हैन, हे नेपाली जनताहरू हो, हे नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, नेपाली मिडिया हबहरू पनि 2-4 वटा औंलामा गर्न सकिने ठूला भनौँदा मिडियाहरूलाई पनि यिनीहरूले किनेका छन्। यो कुरा प्रमाणित हुन्छ। किन प्रमाणित हुन्छ भने 2 जना भिक्षुले कोठामा बसेर धर्मनिरपेक्षता चाहिन्छ भनेको फोटो पहिलो पेजमा यिनीहरूले समाचारको रूपमा प्रकाशन गर्छ र यही स्थानमा श्रावणको 22 गते 50,000 नेपाली जनताहरू उत्रिँदाखेरि त्यसलाई पत्रिकाले समाचारको रूपमा लेख्न जरुरी ठानेन। त्यसैबाट प्रमाणित हुन्छन् कि यिनीहरू साँच्चै क्रिस्चियनका पैसाबाट बिकिसकेका छन् भन्ने कुरा प्रमाणित हुन्छ। यो नेपाली जनजनलाई थाहा भइसकेको छ। तपाईलाई थाहा छैन र यो कुरा हामी सबैले थाहा छ। यो कुरा थाहा हुँदै पनि यदि हामी
यदि हामी 8 दिनसम्म पनि जम्मा यतिकोमा उपस्थिति हुन्छौँ भने हामी नेपालीहरू साँच्चीकै मुसा नभएर शेर कसरी बन्न सक्छौँ? एकचोटि भन्नुहोस् त। अब हामी साँच्चीकै मुखले होइन व्यवहारले शेर बन्न जरुरी छ। मैले युरोपियन युनियनको कुरा गरिरहँदा अर्को तीतो सत्य पनि तपाईहरुलाई बताउन चाहन्छु। हेर्नुहोस्, सिक्किममा अस्ति भर्खरै समाचार हामीले सुनेका थियौं। सिक्किममा 40 वर्षभन्दा अगाडि भारतीय नागरिकता लिएका मात्रै भारतीय नागरिक हुन् र अन्य नेपालीहरू त्यहाँका नागरिक छैनन् भनेर अहिले त्यहाँ एउटा ऐन आउन लागेको छ। त्यहाँ 50,000 नेपाली नागरिक विहीन हुनुपर्ने अवस्था सृजना भइरहेको छ। यो सिक्किमीकरणको एउटा अभियान पनि हो। दक्षिणबाट केही मान्छेहरू केही नेताहरूले दक्षिणबाट नेपाललाई सद्भाव प्रकट गरेको जनाए तापनि भारतको पनि एउटा आफ्नै साम्राज्यवादी विस्तार सोच छ। त्यो सोच अनुसारै उसले पनि नेपालमा समस्या सृजना गर्न चाहन्छ र त्यसैको समस्याको सृजना गर्ने मूलभूत कुरा भनेको अहिले तराईमा चलिरहेको आन्दोलन, जो साँच्चीकै तराईवासी नेपालीहरूले त्यो आन्दोलन चाहेका छैनन्। नचाहँदै पनि तराईमा आज आगो बलिरहेको छ। सीमित व्यक्तिहरूको कारणले यो कुराले पनि प्रमाणित हुन्छ दक्षिणतिरबाट कस्तो कुदृष्टि चलाइएको छ भन्ने कुरा। तीतो यथार्थ हाम्रा नेताहरू, हाम्रा विचारकहरूले तीतो यथार्थ बोल्न सक्दैनन्, किनभने धेरै नेपालीहरू, यो काठमाडौँमा धेरै नेपालीहरूले प्राण गुमाइसकेको छ विभिन्न कारणहरूले। प्रष्ट रूपमा तपाईहरुलाई भन्न नपर्ला, त्यस्तै गरी आफ्नो पनि प्राण जाला भन्ने डरले कोही कसैले बोल्न चाहँदैन। नेपाल अत्यन्तै संकटमा छ। यो संकटको घडीको एउटै मात्रै अब हामी निकास भनेको नेपाली जनता हो। नेपाली जनता साँच्चै शेर भएर यो खुला मञ्च भरिनुपर्ने अवस्था छ। हामी आज घर जानेछौँ, घर घरमा चर्चा गर्नेछौँ। नेपाली जनताहरू, हिन्दू धर्मका कुलमा जन्मिएका नेपाली जनताहरू घर घरमा चर्चा गरेर यो अनसन अभियानबाट भोलिदेखि यो खुला मञ्च भरि भराउ गर्नेछौँ र त्यसको बल, त्यसको ताप चापले मात्रै यो देशलाई हिन्दू राष्ट्रको रूपमा हामीले परिणत गर्न सक्दछौँ। र अहिले भइरहेका जति पनि अहिले भइरहेका विसङ्गतिहरू छन्, जति पनि अहिले भइरहेका छन्, नेपालीहरू बीचको वैमनस्यता छ, त्यो वैमनस्यता हटाउन हामी सफल हुनेछौँ भन्ने कुराको विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु। अर्कोतर्फ अमरेश कुमार सिंह, उसको भनाई अगाडि नै लेखिन्छ। अनि 8औं दिनसम्म 4 जना योद्धाहरूले अनसन गर्दाखेरि आजसम्म एउटा सानो समाचारको विषय पनि बन्दैन। यी पैसामा बिकाउ भएका नेताहरू, पत्रकारहरू, बुद्धिजीवीहरूलाई हामीले बहिष्कार गर्दै यो खुला मञ्चबाट भोलिको दिनदेखि नै यहाँ खचाखच नेपाली जनताहरू, दिदीबहिनी तथा दाजुभाइहरू भरिनेछौँ। यो देशलाई हिन्दू राष्ट्रको रूपमा हामीले अवश्य फर्काउनेछौँ र हिन्दू धर्मभित्र रहेका कुसंस्कृतिहरूलाई हटाउने यो अभियान पनि हो। त्यो अभियानमा हाम्रो गुरुहरूले पनि अब सोच्नु जरुरी छ। मैले बेला भन्ने गर्दछु, मलाई म नेवार कुलमा जन्मेको हुँ, मलाई जनजातिमा राखिएको छ। वास्तवमा म नेवार पनि होइन, म जनजाति पनि होइन, म विशुद्ध नेपाली नागरिक हुँ। नेपाली नागरिक भएर म रहन चाहन्छु, जिउन चाहन्छु, नेपाली भनेर आफ्नो शिरलाई गौरवमा उचाल्न चाहन्छु। यो नै मेरो अभिलाषा हो। यो अभियानलाई मैले यहाँ आएर बोलेर मात्रै हुँदैन, आफूले केही गर्नु पनि पर्छ भन्ने मलाई महसुस भएको छ। त्यसैले मेरो शरीरमा आज मैले जति पैसा बोकेको छु त्यो सम्पूर्ण पैसा यो अभियानको सफलताको लागि म चढाएर जान्छु। कृपया म यहाँ हुँदाहुँदै मैले कति पैसा दिने भन्ने कुराको उद्घोष यहाँबाट नगरियोस्। म यहाँबाट पैदलै आज मेरो घरमा जानेछु। तपाईहरु सबैले पनि यो अभियानमा साथ दिनुहुनेछ भन्दै म मेरो शरीरभित्र भएको सम्पूर्ण पैसा यो अभियानमा टक्राउँदै यहाँबाट बिदा हुन चाहन्छु। यो आन्दोलनको आँधीबेहरीलाई अब तपाईहरुले एक गरेर घर घरमा बहस गर्न जरुरी छ र सबैलाई आफू पनि आउने, सबैलाई लिएर आउने हामीले महाअभियान चलाउनुपर्छ भन्दै यहाँबाट बिदा हुन चाहन्छु। जय श्री हिन्दू राष्ट्र नेपाल।